हेलो आज चाहिँ म स्विमिङ जाँदैछु आफ्टर सो लङ समरको फर्स्ट एभर स्विमिङ है। युजली चाहिँ म फागुनमै गइसकेको हुन्थेँ, तर योपालि चाहिँ म चैततिर जाँदैछु। एक्साइटेड पनि छु, तर हल्का अल्छी नि लाग्दै थियो मलाई। हल्का ड्रेसको एक्सप्लेनेसन दिएर म चाहिँ अब स्विमिङ पुलमा पुगिसकेको छु। अनि ड्रेस चेन्ज गरिसकेँ मेरो स्विम सुटमा। आई डोन्ट नो वाइ आई केप्ट अन टेलिङ ओओटिडी बट द्याट वाज माई स्विम सुट। अनि एक्सप्लेनिङ वाइ आई एम वेयरिङ द क्याप। सानो टाउको हुनु नि कहिलेकाहीँ कस्तो गाह्रो हुन्छ है। बिफोर गेटिङ इन्टु द पुल हल्का वार्मअप गरेँ, त्यत्तिकै स्विम गर्नु जानु हुँदैन होइन। सो हल्का वार्मअप गरेँ अनि डाइभ गरेर देयर आई गो स्विम। क्यान यु सी मी? आई एम अन्डर द वाटर। मैले चाहिँ डिफ्रेन्ट स्ट्रोकमा स्विम गरेँ होइन। सिन्स धेरै भएको थियो स्विम नगरेको, अनि मेरो प्र्याक्टिस नि गर्नु पऱ्यो नि त, धेरै मिस भइसकेको छ। कुन कुन स्ट्रोक कति के इनर्जी होइन। सास फेर्नु चाहिँ अलिक एकदमै गाह्रो भइरहन्थ्यो क्या मलाई। लङ्सको क्यापेसिटी मेरो अलिक घटाएछ क्या पहिलाभन्दा। पहिला त म युजली 1 ल्याप त्यत्तिकै सास नफेरी गर्न सक्थेँ, तर अहिले चाहिँ दुई सास चाहिँ मैले लिनै पर्छ, नत्र म स्विम नै गर्न सक्दिनँ। कस्तो हाफ लाइक I get out of breath. Can you hear the birds chirping? By the way, स्विमिङ पुलमा चाहिँ कोही थिएन है, म मात्र थिएँ होइन। अनि द एन्टायर स्विमिङ पुल वाज फर मी। अनि अलिकति पिसफुल छ यो एरिया चाहिँ, सो स्विम गर्नु एकदम मजा आएर। अनि त्यो हुन्छ नि बर्ड्सको साउन्ड, बर्ड्स कहिलेकाहीँ आउँछ पनि क्या, अनि एकदमै दामी मजा हुन्छ यहाँ स्विम गर्न चाहिँ। वान अफ माई फेभरेट स्पोर्ट्स चाहिँ स्विमिङ हो। अनि यहाँ चाहिँ मैले डिफ्रेन्ट स्टाइलमा स्विम गर्दैछु, किनभने धेरै लामो समय भइसकेको थियो मैले स्विम नगरेको। सो आई वाज प्र्याक्टिसिङ देम। हल्का रेस्ट गर्दै आई डिड इट होइन। अहिले चाहिँ म बेस्ट स्ट्रोक गर्दैछु, लेजी स्ट्रोक नि भन्छ, किनभने यो चाहिँ एकदम लाइक स्लो हुन्छ नि त, त्यही भएर यो चाहिँ अलिक अरूभन्दा यो उसले चाहिँ अलिकति कम इनर्जी कन्ज्युम गर्छ। सो अलिकति धेरै समयसम्म यो स्टाइलमा चाहिँ खेल्न सकिन्छ। फ्री स्टाइलमा चाहिँ अलिकति बेसी नै लाग्छ मलाई इनर्जी। अनि 1.5 आवर अर लाइक 1 आवर जति त्यस्तैतिर जति स्विम गरेँ। अनि आई वेन्ट ब्याक, अलिक थाकेँ पनि। अनि अब चाहिँ घर जान्छु भनेर निस्केँ, सावर लिएँ होइन। अनि ब्याक टु द ड्राई क्लोथ। अनि नर्मल क्लोथ्समा चेन्ज गरेँ है स्विम गरेर। अनि द्याट्स इट फर द डे।